कालेबुङमा जब जागृति आयो, परमेश्वरको आत्माले उनलाई एक ठाउँदेखि टिपेर अर्को ठाउँ लगेको थियो अरे भने सुन्थ्यौं, एक्साइटेड हुन्थ्यौं, कोही बेला होइन जस्तो लाग्थ्यो। तर त्यो व्यक्तिलाई भेट्ने मौका पाएँ मैले। तपाईले यिनै पनि जब प्रोफेट जोना लेप्चा आउनु भयो र उहाँको इन्टरभ्यू हुँदै थियो, उहाँले आफ्नो इन्टरभ्यूमा कथा भनेको छ। परमेश्वरको आत्माले उहाँलाई कालेबुङको एसयुएमआईको त्यो टर्निङमा पुगेको मात्रै थाहा छ, त्यहाँदेखि अचानक टिपेर डेलोको तेर्सो बाटोमा कसरी पुगे मलाई थाहा भएन भन्ने कुरा। त परमेश्वरको आत्माले आज पनि मान्छेलाई एक ठाउँदेखि टिपेर अर्को ठाउँ जियोग्राफिकली फिजिकली लाने काम गर्नुहुन्छ। तर यस्ता घटनाहरू रेयर छन्, तर हुँदैन भन्नु सक्दैन। प्रोफेट जोना लेप्चा अझै पनि जिउँदो हुनुहुन्छ। तपाईँ कालेबुङ जानुभयो भने भेट्नु सक्नुहुन्छ। 1992 को जुन मान्छेको कुरा गरे उनी त बितेर जानुभयो। तर परमेश्वरको आत्माले ठाउँ सार्ने काम गर्नुहुन्छ, भौगोलिक रूपमा पनि। तर धेरै जसो चाहिँ यो रेयर हुन्छ, हतपत घट्दैन। तर धेरै जसो मान्छेको जीवनमा नि परमेश्वरको आत्माले ठाउँ सार्ने काम चाहिँ आत्मिक रूपमा गर्नुहुन्छ। इजिकियललाई पनि पवित्र आत्माद्वारा परमेश्वरले टपक्कै टिपेर हड्डीको बेसीमा लानुभयो नि। इजिकियल फिजिकली गएको होइन, ऊ भौतिक रूपमा शरीरमा एकै ठाउँमा छ, तर आत्मामा चाहिँ उसले त्यो कुरालाई देख्दैछ। अनि त्यो देख्दै गर्दा उसले इजरायलको भविष्य देख्दैछ। जब पनि हामी पवित्र आत्मासित घनिष्ठ समय बिताउँछौँ, पवित्र आत्माले तपाईँलाई यस्तो खालको कुराहरू देखाउन सुरु गर्नुहुन्छ। जुन कुरालाई तपाईँले बुझ्नुभयो र विश्वास समात्नु चाहिँ भयो भने तपाईँ जस्ताको तस्तै बस्नुहुन्न।